केएन सुवेदी यूट्यूब चैनल में सबैजनामा स्वागत छ, नमस्कार छ, वेलकम छ गाइस। चाहिने भन्न पर्यो नयाँ मोबाइल को नयाँ ब्लग भिडियो बनाएको छु। यसो पॉइंट को चाहिँ सिलाउन दिएको पॉइंट को कपडा लिन भनेर जाँदै छु। भिडियो चाहिँ कस्तो छ चाहिँ कमेन्ट गर्नु होला, कमेन्ट गरेर चाहिँ शेयर गरिदिनु होला। नयाँ साथी भएदेखि च्यानल चाहिँ जरुर सब्स्क्राइब गरिदिनु होला। केएन सुवेदी ब्लग वेलकम टू माई यूट्यूब चैनल केएन सुवेदी ब्लग में सबैजनामा स्वागत छ, नमस्कार छ। नयाँ मोबाइल को चाहिँ भिडियो कस्तो हुँदो रहेछ भनेर आज चाहिँ स्टार्ट गरिरहेको छु। नयाँ मोबाइल को नयाँ दृश्य तपाईहरु समक्ष देखाउन गइरहेको छु। सपोर्ट चाहिँ गर्नु होला। के यहाँलाई अब यहाँबाट चाहिँ भित्र कटिङ गर्ने हो। यहाँबाट भित्र साइडमा जानुपर्छ। तो उनीहरूले चाहिँ अब भित्रको साइजको चाहिँ बाटो चाहिँ कस्तो छ के छ, यहाँबाट पस्ने बाटो छ कि छैन। अस्ति नै त गएको, अहिले चाहिँ भुलियो। ओहो यहाँबाट रहेछ यहाँबाट जाने हो। अब साथीहरु यस्तै छ। यो दुधको दोकान आयो, कटहरको बुटो पनि आयो, नि आयो। ल हेर्नु पश्चिम बंगालबाट आएर चाहिँ काम गर्न आएका साथीहरु हुन्, काममा हिँडिरहेका छन्। हो यही घरमा सिलाउन दिएको पॉइन्टको कपडा दिएको। अब पॉइन्ट सिलायो कि सिलाएन हेर्न पर्यो। बिहानमा आएको छु, सुतेकै छ कि उठ्यो कि उठेन पनि थाहा नि छैन। अब हेर्न पर्यो। भनेपछि त गेटै नखोलेको, साथीहरु आएको कामै भएन, सुतेको रहेछन्। अब गएर चाहिँ फेरि आउनु पर्ने भयो। केएन सुवेदी ब्लग सबैजनामा नमस्कार छ। छैन अरे, सुतेकै छ अरे मालिक। अब के गर्नु, अब आफू त अब चाहिँ यस्तै हो। अब यहीँबाट वापस फर्किनु पर्यो, गएर फेरि आउनु पर्यो। मेरो साइकल त्यही बाटामा खडियो छ ती। अब जान्छु र फेरि फर्केर पछि आउँछु। थ्याङ्क यू वाचिङ दिस भिडियो। नमस्ते सबैजनामा।